नमस्ते साथीहरू। आजको यो भिडियोमा हामीले आफ्नो लिडर कसरी चुज गर्ने त यानी कि नेपालको अपकमिङ इलेक्सनमा हामी कस्तो मान्छेलाई भोट दिने भन्ने कुरा जान्ने छौं। योभन्दा प्रिभियस भिडियोमा मैले यो च्यानलको मेन मोटिभ के हो र मैले किन यो च्यानल स्टार्ट गरे, से नो टु करप्सन जुन हाम्रो च्यानलको मेन मोटिभ हो त्यसको बारेमा कुरा गरेको छु। यो भिडियो सिरिज अब स्टार्ट भइरहेको छ र यो फर्स्ट हैन सेकेन्ड भिडियो हुनेछ र यसमा हामी आफ्नो लिडर, आफ्नो नेता जसलाई हामी भोट दिन्छौं त्यो कसरी चुज गर्ने भन्ने कुरा आज जान्ने छौं। नेपालको कन्टेक्स्टमा डाइरेक्टै कुरा गर्नुपर्दा हामीले कुनै पनि लिडर चुज गर्ने बेला उसले गरेको काम कतिको फेमस छ भन्ने कुरामा ध्यान दिनुपर्ने हुन्छ। हामी उसको काम पछाडी भाग्नु पर्ने हुन्छ, उसको नाम पछाडी कदापि हैन। यदि नाम पछाडी गयो भने पछि गएर तपाई हामी र हाम्रो देश संकटमा पर्न सक्छ। अर्को नम्बरको पोइन्ट हो कि हामीले लिडरको एजुकेशनल क्वालिफिकेसन पनि हेर्नुपर्ने हुन्छ। हामी जुन नेतालाई भोट दिन्छौं यो अपकमिङ इलेक्सनमा उसको एजुकेशनल क्वालिफिकेसन कति छ, किनभने अहिले नेपालको कन्टेक्स्टमा एजुकेसन भनेको हाइली रिक्वायर्ड छ। देशलाई लिड गर्नको लागि एजुकेटेड इन्डिभिजुअल्सहरु, एजुकेटेड क्यान्डिडेट्सहरु हामीले चाहिएको छ। त्यो भएर उसको एजुकेशनल क्वालिफिकेसनलाई पनि र उसको एक्सपिरियन्सलाई पनि हामी आफ्नो दिमागमा एउटा रेशियो बनाएर भोट हाल्नु पर्ने हुन्छ। त्यस्तै गर्नु हुँदैन। एक नम्बरमा हुन्छ हामीले कहिले पनि करप्सन यानी कि ब्राइब लिनु हुँदैन। हामीले कसैको पैसा खाएर उसलाई भोट दिनु हुँदैन, किनभने यदि आज तपाई हामी त्यसको 2000 रुपैयाँ लिएर हामी त्यसलाई भोट दिन्छौं भने पछि गएर त्यही तपाई र हामीकै लागि छुट्याएको जुन 2 करोड बजेट हुन्छ त्यो बजेट उ आफ्नो खातामा हालिसक्छ। उसलाई रिकभर त गर्नु पर्यो हैन। सो यसले तपाईलाई र हामीलाई घाटा हुन्छ। अब कहाँ 2000 र कहाँ 2 करोड। सो यो कुरामा ध्यान दिनुपर्ने हुन्छ। नेपालको कन्टेक्स्टमा दुईटा कुरा हुन सक्छ कि त तपाई एजुकेटेड हुनुहुन्छ वा अनएजुकेटेड हुनुहुन्छ। यदि तपाई एजुकेटेड हुनुहुन्छ भने आफैले त्यो कुराले मूल्याङ्कन गर्नुस् कुन नेताले, कुन उम्मेदवारले कस्तो काम गरेको छ, कुन उम्मेदवारको हिस्ट्री कस्तो छ, आफैले मूल्याङ्कन गर्नुस् र भोट दिनुस्। र यदि तपाई अनएजुकेटेड हुनुहुन्छ भने कुनै एजुकेटेड मान्छेनिर गएर उसँग सोधेर बुझेर आफैले मूल्याङ्कन गरेर भोट हाल्न सक्नुहुनेछ। अथवा तपाई र हामीसँग मोबाइल र इन्टरनेट त छँदैछ। उसले गरेको राम्रो काम के हो, नराम्रो काम के हो त्यो थाहा पाउनुस् र त्यस हिसाबले भोट दिनुस्। कसैबाट इन्फ्लुएन्स नहुनुस् र सायद यसरी नै हो हाम्रो देश बन्न सक्छ भने। दर्जनौं जनाको रगत बग्यो, कतिजना शहीद भए। यस्तो कन्डिसन, यस्तो वर्स्ट कन्डिसन हाम्रो देशको भइसक्यो साथीहरु। कृपया गरेर घुस खाएर, पैसा खाएर भोट नहाल्नु। आफ्नो दिमाग युज गर्नुस्, किनभने यो नेपाल भनेको, अहिलेको नेपालमा भनेको एकदमै राम्रो लिडरको जरुरी छ, खाँचो छ। यदि तपाई र हामी एक जना कन्सियस भएर भोट हालेनौं भने फेरि देशको कन्डिसन भविष्यमा त्यस्तै हुनेछ। दुख तपाईलाई र मलाई मात्रै हुनेछ। देश हाम्रो हो, बनाउनु पर्ने हामीले। अहिलेलाई यति कुरा ध्यानमा राखी यो भिडियोलाई अन्त गर्न चाहन्छु। हामी अर्को भिडियोमा अझै कुरा गर्नेछौँ। हस्त साथीहरु, धन्यवाद।